हेलो गाइज वेलकम टु माई भ्लग मिनी भ्लग आज म तपाईँहरूलाई चाहिँ केही कुरा देखाउन गइरहेको छु है। आज म चाहिँ यसो कुकम्यान अनि के पकाउन गइरहेको छु भन्दाखेरि यसो हेर्न सक्नुहुन्छ। अरे वाट इज दिस, के हो यो आहा झिङ्गा माछा। अब तपाईँहरूलाई चाहिँ म एकछिनमा देखाउँदैछु। अब कटिङ भइसकेको छ। यहाँ चाहिँ अब तेल र अनि खुर्सानी हालेको छु। अब टक्क त्यस पछाडि अब यहाँ प्याज हाल्नेछु सरर गरेर, त्यस पछाडि भुट्नेछु एकछिन। अनि हेर्नु होला तपाईँहरू चाहिँ। त्यस पछाडि यहाँ चाहिँ गोलभेडा हालेर अब यसलाई एकछिन सरर गर्न दिने हो। कस्तो मिठो बास्ना आउँछ त्यसपछि। ल गाइस यो त गलिसक्यो। अब चाहिँ अब यो हाल्ने पालो। कति हालौँ अब। तपाईँको पनि मुख रसाइरह होला। झ्याम यसरी गर्ने हो, यसरी हाल्ने हो। अझै हाल यसरी गर्ने हो, यसरी हाल्ने हो। अझै हाल थोरै ए पुग्छ होला। ल अरे वाह यति हाल्यो। अब यति चाहिँ मस्त भुट्ने हो। तपाईँहरूलाई चाहिँ अब पछि देखाउने छु है एकछिनमा। अब यसलाई चाहिँ एकछिन ताप्न दिन्छु। त्यस पछाडि सरर पठिहालिन्छ एकछिनमा। यस्तो मिठो झ्याम खाने हो। यहाँ दाल पनि छ। ट्याक्कै यसलाई यसरी गर्ने हो। यस्तो मिठो